हाई एभ्रिवान, इट्स मी रिता नेपाल। अनि आज चाहिँ साथीहरू म चाहिँ खाना लगेर जाँदैछु हस्पिटल। अनि के साथीहरू म चाहिँ ठुलो भर्याङमा बस्छु नि त। अनि बाटो यस्तो बिग्रेको छ, मेरो रुममा जाने बाटो पानी परेर। अनि म चाहिँ रुमदेखि केही पर आएर मिना डेरीनिर आएर मेरो रुम नजिकै मिना डेरी भन्ने स्टोर छ के, अनि त्यहाँ आएर एङ्गो बुक गरेँ। अनि त्यसपछि एङ्गो आयो, अनि त्यसपछि म चाहिँ लागेँ हस्पिटलतिर। अनि हस्पिटल पुगेर मम्मी मैले दादाले खाना खायौँ अनि एकछिन घाममा बस्यौँ। यति धेरै टेन्सन भएको छ कि साथीहरू हामीलाई अब पुरै छोडिदिनु होइन। आजभन्दा 10 वर्ष अगाडि चाहिँ होइन 2072 सालमा मेरो बुवालाई प्रेसरले हानेर टाउकोको नसा फुटेको थियो कि। अनि त्यसपछि चाहिँ लखनऊ लगेर हामीहरूले उपचार गऱ्यौँ। बुवा लास्ट स्टेजमा हुनुहुन्थ्यो। हामीले जसोतसो गरेर उपचार गरेर हामीले बचायौँ कि बुवालाई। अनि आज फेरि 10 वर्ष ब्याक हाम्रो घरमा फेरि ठुलो आफत आइपरेको छ कि फेरि मम्मी बिरामी हुनुभएको छ। अनि मम्मीको पनि एकदमै ठुलो अपरेसन भयो। अनि त्यही भएर मेरो घरमा चाहिँ एकदमै आफत परेको छ कि सबैजना एकदमै टेन्सनमा हुनुहुन्छ, अब के हुने हो कस्तो हुने हो भनेर। मेरो दुईटा दादा, एउटा दिदी अनि एउटा भाइ अनि म गरी हामी 5 जना हो नि त। अनि दादाहरूले बल्ल बल्ल अब घर बनाएको, बुवाको उपचार गरेको ऋणहरू तिर्नु भएको थियो भर्खरै। भन्छन् नि नहुनेलाई कहीँदेखि नि हुँदैन भनेर, त्यस्तै भइरहेको छ कि अहिले हाम्रो नि घरमा सिचुएसन। अब त केही कुरा राम्रो हुन्छ होला, अब त केही कुरा राम्रो गर्न सकिन्छ होला भन्दाखेरि ठ्याक्कै अर्को आफत आइपर्छ कि हाम्रो घरमा चाहिँ जहिले नि। अरू त केही नि थिएन, बस मम्मीलाई छिटो छिटो सन्चो भइदिएको भए हुन्थ्यो।